हेलो सबैजनालाई गुड मर्निङ। अनि आज बिहानी चाहिँ मैले निगुरो ल्याएर आएको है, अनि तरकारीको लागि अनि केलाउँदैछु। अनि यो केलाउँदै गर्दा यो तरकारी केलाउँदै गर्दा चाहिँ मलाई आमा बुबाको धेरै याद आउँछ कि। अनि पहिले गाउँघरमा यही निगुरो, ढेँडो, च्याख्ला, सिस्नु खाएर हामी आमा बाउको साथमा हुर्किएको है। अनि यो खानेकुराहरू देख्दै गर्दा चाहिँ आमा बुबाको मलाई धेरै याद आउँछ क्या। अनि आमा बुबासँगै बसेर है, अनि बनाएको खाएको अनि धेरै याद आउँछ। अनि जब यो निगुरो भयो, अनि सिस्नु भयो, अनि सागसब्जीहरू, ढेँडोहरू है, अनि त्यो कुराहरू देख्दै गर्दा चाहिँ मलाई आमा आप्पाको धेरै याद आउँछ कि। अनि यो केलाउँदै गर्दा आमा बुवाको याद आउँदै थियो। अनि त्यसपछि अनि मैले फोन पनि गरेँ उहाँहरूलाई। है, अनि टाढा हुनुहुन्छ। अनि तपाईँहरूको कसलाई यस्तो हुन्छ, मलाई चाहिँ त्यो बाल्यकालमा आमा बुबाको साथमा खाएको खानेकुराहरू, त्यो कुराहरू देख्दै गर्दा धेरै उहाँहरूको याद आउँछ क्या। अनि यो सानो भिडियो पनि बनाउन मन लाग्यो, त्यही भएर बनाएको। है त, सबैजनाको दिन शुभ रहोस्।